हामी त्यो गाउँमा जान लाग्यो मेरो एक्सपल्समा न्यू एक्सपल्समा मोबाइल चार्ज गर्दै ओह्रालै छ त्यो तलको बाटो जाने हो एक्सपल्स गोप्रो ल्याएन मेरो त्यो मोबाइलले के सानो भिडियो बनाउँदै हिँडेको यो चाहिँ अहिले डबल एबिएस दामी रहेछ पहिला मेरो एक्सआर बेचेर चाहिँ यो लिएको यसको भिडियो चाहिँ बनाएको छैन यो एक्सपल्स 210 दामी लाग्यो साउन्ड पनि दामी छ धेरै वेटिङ गरेर लिएको यो बाइक मैले लगभग 2-3 महिना वेटिङ गरेर बल्ल पाएको यो बाइक अहिले यहाँबाट जाँदै म दामी यहाँ चाहिँ लास्टै चिसो हुन्छ क्या गरी महिनामा चाहिँ बवाल चिसो आनन्द काठमाडौँमा चाहिँ अब यहीँ नजिकै हो काठमाडौँ यत्रो गर्मी छ है यहीँ नजिकै अब गुरुङ गाउँ त्यो पारिपट्टि क्या शीतल छ यहाँ चाहिँ यहाँको मान्छेहरूले एसी चाहिँदैन ओह्रालो भएको कारणले मैले अफ गरेर हिँड्दा छु माइलेज पनि राम्रो 40-45 दिँदो रहेछ अब बाइक फक्त 316 किलोमिटर रहेछ मैले किनेदेखि 5 किलोमिटरमा सर्भिसिङ गर्नुपर्छ भनेछ एक्सपल्सको चाहिँ हिरोको बाइक पहिलोचोटि मन पर्यो मलाई यो पहिला अब हामी धेरै वर्ष पहिला सानो हुँदाखेरि कलेजमा चाहिँ खतरा चल्थ्यो है चले पनि थियो अब अहिले चाहिँ यो दामी लाग्यो मलाई वेटिङ गरेर लिएको बाइक वेटिङ गरेको फल राम्रै भयो उहाँको पारी खले गाउँ हामी चाहिँ जानुपर्ने थियो ठुलो पहिरो बाटोमा आज चाहिँ दुईजना भान्जा घुम्दै हिँडेको भान्जा चाहिँ कता गइसक्यो टाढा ओह्रालो गोप्रो भए दामी हुन्थ्यो गोप्रोको स्ट्यान्डै नभएर यो हेलमेटको माउन्ट भाँच्यो त्यो कारणले मैले गोप्रो ल्याएन मोबाइल यसो खिच्दै हिँडेको अझै मजा आउँछ काठमाडौँबाट छेउमै छ बवाल घुम्न त दामी हुन्छ है आउँदा हुन्छ यसो बाटोतिर रिसोर्टहरू अन्य पहिला चाहिँ पहिला त खासै थिएन अहिले त अन्य पहिला चाहिँ ओहो ओह्रालो मैले चाहिँ स्टार बन्द गरेर हिँडेको छु ओहो झन्डै पछारे यार ओह्रालो भएको कारणले चाहिँ स्टार्ट गर्नु परेको छैन अलिकति बाइकमा के रहेछ नि यो पार्किङ गर्दै चाहिँ ट्याङ्कीमा पोतारिदो रहेछ कि यो ह्यान्डलले यहाँनिर पोतारेको छ ओह्रालो कहाँ पुगिसक्यो ल म चाहिँ अब एकछिन कुदाउँछु रोबोटको झरना एक्सपल्स दामी देखेछ एक्सपल्स ल हामी चाहिँ
नुवाकोटमा 2 जना ल हिँड्दै गयो बिस्तारै दामी छ ठाउँ है ल हामी खलेको 2 किलोमिटर बाँकी हामी आउँदैछ हामी पुग्नु पर्ने चाहिँ यो गाउँ कुतुपोमा हो यो गाउँमा हो पुग्नु पर्ने हामी चाहिँ अहिले म यो घरनिर गएर फोटो यहाँ भिडियो बनाउँछु म है वहाँ पुग्नुपर्छ हामी गाउँ आइपुग्यो पारिबाट खिचेको थियो अघि नै मैले यहाँबाट खिचेको थियो अघि नै गाउँ आइपुग्यो मन्दिर अब काठमाडौँ फर्किनु लाग्यो पारिबाट भिडियो खिचाइ अहिले है यहाँहरू पुरै रुख ढलिरहेछ पुरै सब पाक्ने बेला भइसक्यो है ठुल्ठुलो सबै अघि हामीले पनि खायो है मिठो रहेछ नुवाकोट बाटो अहिले पानीले पुरै बिगारेर रहेछ है खत्तम उसले चाहिँ सिलामीमा बाइक छोडेको छ ल्याउनु नसकेर उकालो के अरे बाटो खत्तम भएर यसमै डबल लोड आएको बाटो चाहिँ खत्तम भएर बाइक तल छोडेर अब हामी चाहिँ ठ्याक्क त्यो माथिको बाटो देखिँदा बाटो होइन त यो बाटो यो बाटोबाट अब हामी फर्किनु लाग्यो ल लागौँ बाइकको चाबी कता राखेँ मैले चाबी ल्याउँछु बाइकको आवाज क्या दामी छ नि यसको है ए मासु के हेलमेटले चिचिरहेको छ यार बाइक आवाज कता छ है साँझै पर्यो काठमाडौँ फर्किँदै काठमाडौँ आइपुग्नु लाग्यो गुरुङ गाउँ पहाडी गुरुङ गाउँ क्या दामी देखेको छ